सो हे गाइज वेलकम ब्याक टु माई च्यानल र म आज पानी सानी खाएर अलिकति मर्निङ वाकको लागि निस्केको छु र मर्निङ वाक गर्नुभन्दा पहिला मैले सोचेँ अलिकति वार्मअप गरिहाल किनभने वार्मअप धेरै जरुरी नै हुन्छ एक्सर्साइज गर्नुभन्दा पहिला। त्यसपछि मैले वार्मअप गरेपछि मैले अलिकति पुसअप गर्नको लागि सोचेँ किनभने पुसअप मसँग हुँदैन र पुसअप गर्न पनि धेरै हार्ड नै हुन्छ। त्यसपछि मैले अलि हनुमानजीको दर्शन गरेर अलिकति रनिङ गर्न सुरु गरेँ र रनिङ गर्दाखेरि मलाई धेरै नै अप्ठ्यारो भइरहेको थियो तर पनि मैले जसो तसो गरेर मैले रनिङ गर्यो। त्यसपछि मैले फेरि अलिकति कुदफान गर्यो अनि त्यसपछि मैले सोचेँ अब यहीँ गरेर अब घर जानु छ किनभने मलाई गर्मी पनि धेरै भइरहेको थियो र एक्सर्साइज पनि गर्नु थियो। गाइज गर्मी पनि धेरै भयो हैन। सो म आजदेखि रेगुलर 75 डेजको लागि भिडियो हाल्नेछु र म एउटा च्यालेन्ज आफूसँग पनि गरेको छु कि 75 डेजको लागि म रेगुलर एक्सर्साइज गर्नेछु किनभने एउटा त्यो ओजन बढ्छ भने त्यो पनि त राम्रो होइन नि। सो म रेगुलर भिडियो हाल्नेछु र आज केही मिस्टेक भएको होला भने कृपया माफ गरिदिनु होला। तबसम्म बाइ बाइ।